नपिउनु कहाँ लेखेको छ हौ रक्सी नपिउनु भन्नुहुन्छ होला नि यहाँ पढ्नुहोस् के हुन्छ खाँदा म त कतिजनाको सुन्छु कोही कोही बेला झस्सङ्ग हुन्छ मर्दाको छोरो जतिवटा बेल गर्दा पनि हुन्छ खाना मर्दाको छोरो खाँदा के हुन्छ बाइबलले यसरी उत्साह दिनु भनेको छैन यो चाहिँ गलत हो हाम्रो संस्कृतिले त्यस्तो भन्थे नि जतिवटा बेल गर्दा पनि हुन्छ कसको छोरा अरे मर्दाको छोरा कस्तो गलत हामीले त्यस्तो कुराहरू सुन्दै आएका तर हामीलाई परमेश्वरको वचनले चाहिँ के सिकाउँदैछ केटीको पछि नकुद्नु बाइबलले केटाको पछि नकुद्नु त्यति मात्र के युथहरू पनि कतिजना अहिले त युथहरू होइन बुढाबुढी पनि बाबुआमा पनि अर्काको बुढीको पछि नकुद्नु अर्काको बुढाको पछि नकुद्नु बाइबलले के सिकाउँदैछ त्यति मात्र होइन कुनामा बसेर के नगर्नु अरे रक्सी नखानु रक्सी पिउँदै गर्दाखेरि चाहिँ के हुँदो रहेछ त्यसले चाहिँ हाम्रो सोच्ने क्षमतालाई घटाइदिन्छ अधर्मतर्फ लिएर जान्छ अझ हितोपदेशको पुस्तक पढ्नु भयो भने त सबैभन्दा त्यो मद पिउने चाहिँ सबैभन्दा गरिब हुन्छ भनेको छ झुत्तै हुन्छ भनेर एउटा नेपाली बाइबलमा त भनेको छ काम नलाग्ने अवस्थामा पुग्छ के गर्दा लुकेर रक्सी पिउँदै गर्दा आज विश्वासीहरूले बाहिरको रक्सी पिउनु हुँदैन तर जुस चाहिँ पिउनुहुन्छ जुस ल्याएर टन्न खाँदा हुन्छ है प्रभुको वचनले हामीलाई अनुमति दिन्छ तर रक्सी पिउने अनुमति छैन म यो पढ्दै गर्दा मलाई मिठो लाग्यो आज तपाईँ र मैले घरमा भन्न जरुरी छ रक्सी पिएर मातेर घरमा आइरहेको छ घरको आमा बाउले वास्ता गरिरहेको हुँदैन कहाँ के गलत काम गरेर आइरहेको छ हामीले हुँदैन नभनेको कारणले गर्दा नि आज मण्डलीभित्र गलत कार्यहरू आइरहेको छ यसै कारण पवित्र आत्माले हामीलाई के सिकाउनुहुन्छ भने नि गलत कुरोलाई गलत भन्न सक्नुपर्छ हालेलुया सही कुरोलाई सही भन्नुपर्छ तर फेरि एउटा कुरा याद गर्नुहोस् है भन्ने पनि समय हुन्छ समय पनि ठाउँ पनि हुन्छ